भिडियो कस्तो हुँदो रहेछ यहाँ बेलुका पुग्ने गरेर छिटो नआउँदा मान्छेहरू छिटो पुग्दैन ढिलै पुग्छ नाला गुम्बासम्म देखाइ हेर न कस्तो आउँदो रहेछ यहाँबाट क्यामेरा नाला गुम्बासम्म यहाँबाट यो मोबाइलबाट खिची हेर पनि कस्तो आउँदो रहेछ त्यताबाट जानु हो कि उताबाट पुरै जाम्ने हुन्छ धुलो नि लाग्छ उता क्या कहाँबाट नाला गुम्बा थाहा छैन त्यताबाट जाने हो क्या सजिलो हुन्छ नि त त्यतै पाउने पनि के खायो त्यस्तो आँखामा धुलो जान्छ क्या के कोटा ईदलाई के थाहा थाहा छ थाहा छैन के गर्छ तर म साथीसँग गएको भन त्यसपछि नआउँदै भिडियो बनाइरहेको फेरि भिडियो बनाइरहेको छ त्यसपछि नबोला सुनिरहेको छैन मैले त सुनिरहेको छ त आँखामा धुलो छोड़ दे राधे 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 मीटिंग राधे राधे मीटिंग कहाँ निस्किने भएन क्या यो कमल दिने हुँदै जाने कि पान्तलेको उयो हुँदै जाने पान्तलेको बाटो हुँदै जाने पान्तलेको बाटो त अहिले के धुलो के नाइटको लाग्छ र भने नाइटको लाग्छ र त्यसो भने म जस्तो कस्तो म जस्तो सफा मलाई के भनिरहेको छ अब तिमीलाई जसरी कम्फर्टेबल लाग्छ त्यसो गर न लाग्छ फर्स्ट टाइम यो बाइक गाउँमा लाग्दै लड्ने फर्स्ट टाइम यो बाइक होइन गाउँमा लाग्दै कतिचोटि लड्ने हो भने के छ त पानी परिरहेको छ अनि पानी के त के भन्छ अनि भन्न सकिन्न भाइ अब मैले लगाउने हो त आफै लड्ने बिस्तारै जान पो लडिन्छ त अनि अफरोड त तिमी हिँड्छौ तिमी हिँड्ने भए त फेरि म बिस्तारै लगिदिन्छु मान्दैन के बिस्तारै उयो गऱ्यो भने पहिला भाइले त मैले एक्सिलेटर बटारे गरेको जब कुदासम्म ठोक्न लाग्दैन अलिकसम्म त्यो झल्लाको चाहिँ सबसम्म एक्सिलेटर बटारे गरेको जाँदो रहेछ
साह्रै यस्तो पिकअप त खतरा छ अघि होइन मैले खाजा खाएको होइन साँच्ची त्यो काम गर्ने मान्छेहरू चाहिँ दायाँ लाग्यो होइन तर त्यो हुन्छ नि एकजना अर्को बुढालाई त्यो हेरेर फोन लगाएर फोन देखेर घिन लागेर खाउँ कि नखाउँ भइरहेको होइन नि त अनि खाजा के खाजा त बिहान कलेज जाने भने अनि 7:30 8 बजीसकेको थियो अनि बाइक चाहिँ पकाउनु पऱ्यो अनि मैले खासमा वर्कसपमा धुने भनेको धेरै मलाई त सफै त्यो बाइक त्यही भएर ढिलो भयो क्या अनि खाना बनाउने भने खाना के बनाउनु अब म एक्लैले खाना बनाएर बेलुका भाइले नि बनाउनै पर्छ बरु बेलुका आफै आएर बनाउँछ भोक लागिरहेको थियो अनि यसो चाउमिन खाने भने बनाउँछु जस्तो लागेन बिहान मोमो खाने गएको त्यो 70 दिन्छ त त्यो कहाँ हो किन हेर्नु पाएर कलेज जे सिलाउँथ्यो नि त्योभन्दा अलिक पर क्या गएको बुढा त त्यही नै 4-5वटा पछाडिको हुन्छ नि दिनको कति लाग्यो 1300 महँगो होला नि नभए पनि एउटा फर्मल प्यान्ट खाँद्रो सिलाइदिनु भनेको 500को एउटा आउँछ फर्मल प्यान्ट रेडिमेड उयो किन्यो भने यो बाइक पनि नाइ रहेछ यार हजुर ए त्यो अघि भनेको नि त्यो बुढा के कस्तो के मान्छेहरू त अलिकति दिमाग खराब जस्तो होइन तर बिचारा हुन त अब उसको फिजिकल्ली नै त्यस्तै भयो त के भन्नु होइन कस्तो के पछाडिको जिन्सको प्यान्ट लगाएर चाहिँ होइन पछाडिको प्यान्टमा 4-5वटा पेन घुसाएर अनि त्यसमा सुन्तला 4-5वटा अनि लुगाहरू त्यस्तो कोर अनि कानमा त उयो जस्तो के भन्छ फुल कस्तो के जान्छ नि ड्राइभर जाउँला मलाई चाहिँ कस्तो ढिल लागेर चाहिँ खाना खै अब नखाऊँ भने नि कसरी खाऊँ भने नि कसरी होइन अब मागिहाल्यो खाल्न मिलेन खाइदिएको कस्तो ढिल लागिरहेको थियो मलाई त्यस्तो हुँदैन थियो फर्स्ट टाइम त्यस्तो भयो क्या बेलुका रुगा लाग्छ होला के गर्नु त त्यस्तै थियो बत्तीको सामानहरू त हौ लास्ट महँगो पऱ्यो भने बत्तीको सामान पनि अल्ल गाडी हामी कहाँबाट जाने सिधै पान्तली हुँदै जाने कि यताबाट जाने पान्तलीमा त लास्ट प्याक होला है यतैबाट गरिदिउँ ल यहाँ जाम हुन्छ जाम पनि हुन्छ मान्छे त्यस्तै हुन्छ क्या खाजा खाँदै मस्त घुम्दै जाने भने जाने कहाँ घरमा त राति पुगिहाल्छ नि सिधै त कहाँ पुग्छ त्यो त्यही हो ढिलो उडी आँखा जान्दा हुन्छ फर्स्ट टाइम भिडियो बनाएको मोबाइल अगाडि राखेर होला कस्तो अप्ठ्यारो हुँदो रहेछ बाइक कुदाउनु माथिको अनि तल गऱ्यो भने त नि यो फेरि डाउन अफ गर्ने चिन्ता रहेछ आफै बन्द हुन्छ कि हेरौँ न यत्तिकै हालिदिनु नि कहाँ यस्तो पो चल्छ त जस्तो साइज चाहिँ हाल्दिनँ क्या खासमा यस्तो आफू मात्रै घुमिराख्ने बनाइराख्ने हुन्छ अनि आफू कहिले घरमा जस्तो खत्तम लाग्छ त कति लियो
जसले नि खतरा कुदाउँछ र भाइचार नलागे हुँदैन भाइचार लागे केही देखिँदैन एउटा हेलमेट किन्ने भनेको 5-6 हजार भन्छ त्यो तिनवटा हेलमेट होइन अनलाइन राखेको बिक्री नै भएन भने एउटा हेलमेटको लागि त म्याच आएको हुन्छ तर लिनै आउँदैन नयाँ रहेछ यार बुलेट बाइक 1 वर्ष अगाडि किनेर जस्तो छ यो बुलेट बाइक कति बजे 11 बजे कति 11:30 भयो त्यस्तो भन न नि के राखेन भनेर यस्तो त यार बाटो के हो यस्तो गइदिउँ न त त्यसले बाटो दिँदैन कहिले अस्ति कहाँ त्यस्तो हुन्छ र म त झन् सोझो भएर माफी माग्छ नि दिइहाल्छु यो गाडी के कुदाउँछ कति धेरै ग्याप राख्नु खोपा इन्जिनियरिङ कलेज आइपुग्यो हामी खोपा इन्जिनियरिङ कलेज यहीँबाट किन्नु के भएर त्यही भएर त तिमी चस्मा लाग्यो होला लड्छ भने हुर्किन्छ लडसँग समाचार आज होइन आज बिहान एकजना बुढालाई लग्यो होइन भाइ गेयर बढाउ कति लो गेयरमा चलाएको तिम्रो तेल सकिन्छ भन्छ भने भाइ हाई गेयरमा बढायो भने फेरि तान्दैन भन्ने तिर भनेको तान्छ हो तान्छ मैले पनि चलाएको कति 4-5 वर्ष मैले पनि चलाएँ भन्दा थियो बिहानै पुग्यो कता टोखा युनिक पार्टी प्याकेज के गर्छ किरा हो के कुराहरू अस्ति हामीले तामाङ गेटमा यहाँ अघि कहाँ किने अरे हो खतरा सस्तो पर्दो रहेछ यता सस्तो पर्दो रहेछ हो कति टोपी होइन एउटा टोपी अनि भित्र लाउने टी सर्ट हुन्छ नि तामाङ गेटको टी सर्ट के भन्छ होला त्यो एउटा अनि बाहिर लाउने ज्याकेट हुन्छ नि त्यो खतरा खालको आउँछ त अलिक रङ्गिन निलो कलरको हरियो कलरको हो त्यसलाई त्यो तिनवटालाई कति 45 हो कि 48 ल्याएको धेरै सस्तो हो नि कहाँ पाउँछ अस्ति देव भाइले कतिमा किनेर थाहा छ एउटा ज्याकेटको मात्र 45 ठिकैमा भने होइन भने त्यो किनेमा घटाउँदैन के उनीहरूले अब लोसारमा चाहियो त्यो भएर किनिहाल्यो जस्तो यो अनि यो छिट्छ त यार स्कुटर के भएको गऱ्यो भन्छ तर बिचरा भारी रहेछ
यतै हेर अगाडि केटी मान्छे भनेको यस्तो हुनुपर्छ क्या स्कुटरमा हेर न कति 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 बोरा चामल छ अगाडि पछाडि कति बोरा यस्तो हुन्छ म एक्सप्लेन गर्न सक्दिनँ तिमीलाई मोबाइलमा चार्ज किन्छु कि किन होला यार मेरो मोबाइलमा चार्ज किन्छु कि किन थाहा हुन्छ बरु अगाडिबाटै किन्नुपर्ने कि माथिबाटै के को लागि वाइ वाइ शान्तिले साथै किन अगाडि के देखेन काठमाडौँको गल्ली गल्ली जाम सब मान्छेलाई राम्रोसँग भिडै हुन्छ भर्खर बाइक चलाउँदा त भाइलाई मैले बालाजी पुऱ्याएर नि पर्खिसकेको मान्छे हो अहिले त के हुन्न आँखामा त धुलो खतरा बस्ने रहेछ त मैले नि चस्मा त ल्याउनु पर्ने रहेछ ल्याएन अनि मलाई लाउन मिल्दैन नि त नि ठ्याक्क दुख्छ क्या आँखा दुख्छ टाउको दुख्छ क्या चस्मा लगाएर मैले अस्ति भाइलाई भनेको उसको साथीको खै पसल छ अरे खतरा एउटा चस्मा डिजाइन गर्नु पऱ्यो भने खै अलिक महँगो पर्छ भनेर कुरो गरेको थियो मिलाइदिन्छु भनेको थियो भनेको थियो अस्ति शनिबार जाने भनेको भ्याउँदै भएन अब ठ्याक्क इक्जाम सकिने बित्तिकै जान्छु म नाला जाने बाटो नाला गुम्बा तिमी आएको कहिले आएको कोसँग अहिलेको जमानाको मान्छे यहाँबाट कता राइट हो होला भन्छ यस्तो मान्छे आएको हुन्छ पहिलेको जमाना कस्तो अस्ति हामी यहीँ भेट नि अङ्कल र म खासमा यताबाट जाँदा नि हुँदो रहेछ होइन अनि उता अघि मैले तिमीलाई राइड हो भनेको थिएँ नि त्यहाँबाट लेफ्ट जाँदा नि हुँदो रहेछ बाटो थाहा नभएर यता उता घुमेर त्यहाँ होइन हौ दुई होला तिमीले भनेको के भन्छ कस्तो कोसँग काम गर्छ जेठसँग काममा जाँदा जेठको काममा जाँदा के भन्दा नि अगाडि कति हिँडेको तर कन्फ्युज हुन्छ म त कति हिँडिसक्यो तर कन्फ्युज हुन्छ क्या यो बाटो यहाँ चाहिँ थाहा हुन्छ माथि बढेबाट तिर्नु कन्फ्युज हुन्छ क्या अहिले तल गऱ्यो भने देखिरहेको देख्न त देखिन्छ तर अलिकति क्यामेराले गर्दा अड्किन्छ क्या कसरी आयो यहाँनिर साइकल
ठिक छ 120 पछि 120 चलाएको स्पिड तर पछाडि बस्नलाई त्यस्तै हुन्छ ए पछाडि बस्नेलाई चाहिँ त्यस्तै हुन्छ के होइन मैले 120-30सम्म कुदाएको थिएँ स्पिड होइन तर म अरू बाइकको पछाडि 40-35 स्पिड बसेर कस्तो कुदा जस्तो लाग्छ भाइले यही बाटो बाइक चलाउँदै होइन उसले त उहाँ माथि देखाउँछ ल झन्डै खाल्टोमा थाल्यो भने उसले यसो बाइकमा हेर भने बाटोमा हेर भने उसले त अगाडि हेरेछ अगाडि पुलिस बसिरहेको छ पुलिसले यस्तो पुरै यस्तो खाल्टोमा कुदाउनु आएन पुरा ढल्केको बल्ल तल उसले यता तानेछ अनि रोक्यो अनि आइफोन त खसेछ गोजीबाटै खसेछ अनि अगाडिको जस प्लास्टिक हो कि के भन्छ त्यसलाई केही पुऱ्याएर ग्लास सनग्लास हो के भन्छ त सनग्लास भनेको चस्मा हो अब ग्लासै भन्छ त्यसले बाइक कुदाउनु सक्छ भन्दा के हो त्यो कसले कुदाएको छ भने जम्मा 40-50 स्पिड छ नि 80-90 को छैन के हो फाइढोका हो यसलाई फाइढोका भन्छ के भन्छ यसलाई पढ न मलाई नेपाली क्लियर पढ्न आउँदैन क्या अहिले पहिला चाहिँ आउँथ्यो अहिले आउँदैन क्या अहिले त न इङ्ग्लिस आउँछ न नेपाली आउँछ लाग्यो त्यो अङ्कलसँग गाडी जानु जस्तो लाग्यो माटो साटो लिन आएको जस्तो लागिरहेको यहाँ हो के भाइले यहाँ होइन यहाँबाट ओह्रालो लाग्यो होइन अनि यहाँ ठ्याक्कै यहाँबाट अनि एक्सिडेन्ट बटाएर भनेको उसले त क्लच भुत्तै छोडिदिन्छ पुरै हुन्छ झ्याप्पै रोक्छ इमर्जेन्सी ब्रेक हानेर गरेर बिरामा चाहिँ गाह्रो हुन्छ अनि ऊ यस्तो हुन्छ नि पछाडि चाहिँ के गर्ने हारन बजायो भने ऊ यता भन्छ जरा एउटा मलाई खासै डर लाग्दैन खाइहाल्छ नानी आफ्नो साइड जातिर जान्छ जाउन के गर्छ हौ कुराहरू आएर कति ब्रेक हान्छ तर होइन यहाँ त के भन्छ अरे मान्छे पछाडि बुढी मान्छे त्यस्तै भएर त्यस्तो भएर खतरा हुन्छ त्यहाँ किन डर आएको अब त्यति कुदाएको त छ धेरै कुदाएकै छैन अस्ति भाइले यहाँ अगाडि त्यति अगाडि यहाँ पुलिस स्टेसन उसलाई यहाँसम्म ल्याएको ऊ त यहाँ बाटोमा हेर भने उयो कुना छ त यो खम्बा छ त हो त्यहाँ पुग्नु चाहिँ यता हेरेर त्यहाँ पुलिस देखेछ डराएर उसले त यहाँ झन्नै हाल्यो यहाँ त्यही मोबाइल झन् मोबाइल पानी हुन पर्दैन जस त्यसपछि मैले चलाएँ अनि माथिदेखि मलाई त फर्केर होइन पुलिसहरू त हेरेर बस्छ भन्छ गाईसम्म बाँधिरहेको छ
पढ नि यो के भन्छ यसलाई ढुङ्गे के हो ढुङ्गेन हो कि के भन्छ यसलाई पढ्न आउँदैन पढ्न आउँदैन क्या इङ्ग्लिसबाट नेपालीबाट इङ्ग्लिसमा मैले नेपाली त तिन पढ्छ ल उयो त्यो पढ होला के हो नाला छाप कति अब स्पिड कुदाउँदा पनि धेरै स्पिडमा कुदाउ भन्छ ऱ्याङ्कोट छ ऱ्याङ्कोट जिन्दाबाद के भन्ने थियो अनि भन्न नआउने आमाको चोइस के हो त्यो चाहिँ के हो कुन जङ्गल हो सङ्ग्राले जङ्गल हो त्यो कुन चाहिँ माथि सङ्ग्राले नालाको चोक जङ्गल हो त्यस्तो राइडरलाई के भन्छ यार तपाईँले यस्तो भइसक्यो अहिले त केही छैन त्यो अहिले गाउँतिरको आउटडोरमा चाहिँ लडेल भन्ने कुरो हो क्या यतातिर त केही लड्दैन छ दुई तिन घन्टा छ जति भयो नि अनि भइहाल्छ के हुन्छ बाइक चलाउनु हुँदैन क्या भाइ यसरी नसमात न तसिया जस्तो हुन्छ क्या तसिएर समाते जस्तो हुन्छ कि धुलो धुलो धुलोबाट गाई हामी देख्न सक्नुहुन्छ नहेर नि नानी कसले हेर भने आनन्दसँग बस्छ न किन हेर्नु परेर यो थापा गाउँ प्रवेशद्वार सुलाल थापा गाउँ प्रवेशद्वार सुलाल भन्ने के हो सुलाल यस्तोमा गाह्रो हो क्या एक गेममा टाइम पनि के हो सामने जस्तो हुन्छ त यार स्लो गरेर हो क्या हो र हेर न उताको बाटो के किन लाउनु पऱ्यो किन लाउनु पऱ्यो र अब ठिकै छ हेलमेटै नलाएर हिँड्छ यार मान्छेहरू यार साह्रो छ कपाल त खतरा रहेछ यार जाउँ अगाडि जानु हो यस्तो रहेछ कहिले आउँदा चाहिँ भाइ अस्ति मैले होइन त्यो चाहिँ माथि टर्निङमा होइन त्यस्तै टर्निङ हो भने माथि देखाउँछ ल स्पिड कुदेर ओभरटेक गरेको मैले त टर्निङ त्यत्रो छैन होला भनेर हुन्छ नि ओभरटेक गरेको ए बाइक त पुरै हुन्छ नि झल्काउनै खोज्छ नि टर्निङ पुग्दैन झल्कै भ्याउँदैन होइन लाग्छ झन्डै उता पुग्यो भाइले भनेको डर लाग्यो भनेको मलाई डर लाग्दैन भन्छु खासै याद नगरे हो कि यही हो यहाँ ओभरटेक गरेर ठ्याक्क यहाँ पुग्यो हो क्या त्यो छ त यहाँ पुग्यो हो क्या अनि त्यही भएर म डर लाग्यो आउँछ कस्तो चलाएको स्कुटर पहिला स्कुटर चलाएको होइन पिकअपै नपुग्ने भनेको जति बढाएर नै पुग्या जस्तै नहुने कुन जङ्गल हो छैन नि गाडी त्यसलाई चाहिँ किन अनि त्यहाँ जाँदा नाम चाहिँ कुन टिपाउँछ त अनि नालगुन आइपुग्यो एकछिन ल क्यामेरा कस्तो देखिँदो रहेछ हेरौँ न
बाइकले तेल पनि गरिहाल्छ हेर्नु